Hello guys, welcome back to my another vlog. सिरिज चल्दैछ यहाँ मेरो बिहेको सिरिज, दिदीको बिहेको सिरिज, इन्गेजमेन्टको ब्लग आयो फर्स्टमा, अब हल्दीको ब्लग आउँछ, मेहन्दीको ब्लग आउँछ एन्ड लास्ट बिहेको ब्लग आउँछ। त्यही भएर बसिराख्नु ब्लगमा, मेरो ब्लग बाहेक अरू कसैको भिडियो नहेर्नु। म यहाँ छु तपाईँलाई हँसाउनुको लागि, अरू कोही छैन म जस्तो है। त्यही भएर यहाँ बसिराख्नु है। स्टार्ट ब्लग। अब तल के हुँदैछ सब देखाउँछु, सबै देखाउँछु म। मेरो रियल लाइफ र रियल लाइफ इज सेम, रियल लाइफ एन्ड रियल लाइफ इज सेम। लेट्स स्टार्ट द ब्लग। Colors and promises, how to be brave, how can I love when I'm afraid to fall, watching you stand alone, all of my doubt suddenly goes away somehow. हल्दीको दिन कस्तो लाग्यो? रमाइलो लाग्यो। अरू बढी भन्छ न? बढी रमाइलो लाग्यो। सबै आएका छन्, छोरी बहिनी इष्टमित्र भान्जा भान्जी, रमाइलो छ, एकदम खुसी लागिरहेको छ। नातिनीको बिहा हुँदैछ। एकदम इन्जोय। तर अलिक काठमाडौँमा पनि गर्मी बढेर झ्याउ भएको छ, नत्र राम्रो भएको छ। रमाइलो, सबैले यल्लो लुगा लगाएको छौ, रमाइलो भएको छ। भन्छ कि नातिनीको शुभकामना होस्, हाम्रो दिन होस्, सबै इष्ट मित्र देव पित्र सबले रक्षा गरून्। सबैको माझमा बस्न पाएको छु, खुसी खुसी छु म। आजको दिन धेरै खुसी छु म। भगवान्ले रक्षा गर्नु, सबैको दया गर्नु। के भन्छ हजुर? अब आज बिहा मौसमले पनि साथ दियो होइन, छोरीको मेहदी हल्दीमा बिहान कस्तो ठुलो पानी परेको थियो। अहिले होस् प्रकृतिले पनि साथ दियो, रमाइलो भयो, खुसी लाग्यो। नातिनीको बिहे सबैजना तिमी डरन्दरदेखि आएको छौ। हजुर कहाँ भएको नानी भन्छु कि बिहेको बारेमा? अरू पनि भन्छु, यति नै हो। हजुर के भन्छ बिहेको बारेमा? हल्दी अरू एकदम रमाइलो भइरहेछ। हामी सबै पहेँलो लुगामा सजिएर आएछौँ। हो के त आन्टी के भन्नु, अब जे भन्नु मनमा छ त्यही भन्छु। अब अघि भनिसक्यो हल्दी मेहन्दी आज हल्दी लाउनु सुरु भइसक्यो। हल्दी लगाइरहेको छौँ हामीहरू सुरुजी बहिनीको। भन्छु के भन्नुपर्ने डुगु? भन्नुपर्ने आज सुरुचिको हल्दी हो अनि रमाइलो भएर चाहिँ टुगु भिडियो बनाइरहेको छ। मेरो त अब यो रुगा लगाएर घाँटी बसेको छ। त्यति नै हो। तिमीहरू के भन्ने हो? ए यहीँ त के भन् के भन् भन्नु राम्रो बोल्नु। अब यहाँबाट लिउँ ठुली आज बिहेको बारेमा के भन्छ? मलाई हल्दीको बारेमा के जे भन्छ, जे भन्नु त्यही भन्छ। खुसी पनि लाग्दैछ, यहाँ हल्दिसकेर हामी होटलमा मेहन्दी जाने, त्यहाँ मेहन्दी कार्यक्रम हुन्छ। यति नै मा के भन्छ? हामी धेरै रमाइलो गरेर छौँ। भान्जीको बिहाको लागि म सुदूरपश्चिमदेखि काठमाडौँ आइपुगेँ होइन। आज हल्दी रमाइलो भएपछि एउटा भिलाज पनि आउनुपर्छ, कान्छी भिलाज पनि पुग्नु भएको छ। के भन्छ बिहेको बारेमा? भान्जीको बिहाको लागि हल्दीको लागि रमाइलो गर्दैछौँ। के भन्दैन? के भनौँ बाबु, जे भनिन्छ सब ठिक छ, आराम छ। राम्रो भन्छ कि छोरीको मेहन्दी कार्यक्रम राम्रो भयो, रमाइलो भयो, सबैजना रमाइलो गर्दैछन्। ल साँझ पार्टी चाहिँ झ्यापझुप हुनुपर्छ। के भन्छु त खै बिहे हो यो हल्दीको बारेमा? छिटो कार्यक्रम एकदमै शान्त शालीन तरिकाले भइरहेछ। भान्जी खुसी छन् त्यहाँ हामी, म पनि चाहिँ भिडियो बनाइरहेको छु। ल खुसी त के भन्छ? म धेरै खुसी छु, म धेरै इमोसनल छु। सुको बिहे हुँदैछ, सु म धेरै इमोसनल छु। सु
ल छिटो 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 के भन्ने हो त्यो बिहेको बारे चाहिँ भन्छ भन् बिहेको बारेमा अब फाइनली धेरै वर्ष वेट गरेर सुरुजीको बिहे फाइनली हुँदैछ अनि हामीहरू धेरै इमोसनल छौँ किनकि सुरुजी हामीहरूको कजनको रूपमा सबभन्दा फेभरेट दिदी भनेको जो सबै फेभरेट अनि त्यसमा चिल गर्ने भनेको सुरुची हो त्यही भएर सुरुची गयो भनेपछि आई विल मिस यु सो मच सुरुची आई लभ यु सो मच अब रियल उहाँबाट भन्नु के भन्नु छ हल्दीको बारेमा आई एम इन्जोइङ माई हल्दी गाइस आई एम गेटिङ मोर इमोसनल अहिले चाहिँ तर अहिलेको लागि चाहिँ हल्दीको जस्तो त भन्छु के भन्छ ए म भन्छु मैले 2 वर्ष अगाडिदेखि प्लानिङ गर्थेँ कसैको बिहेको लागि र फाइनली अहिले हुँदैछ केटा खोज्दै हो भाइ भन्छु के भन्छ छिटो भन्छु भाइ त इन्ट्रो गर्छ के डु अनलाइक फेरि भन्नु भने अनसब्स्क्राइब कस्तो रहेछ यार सब्स्क्राइब हुँदैन मेरो 100 सब्स्क्राइबर चाहिँ त्यही हुने 100 सब्स्क्राइबर छैन मैले देखाइदिन्छु मेरो मनको छ हेर्नु अब ठुलो चाहिँ मेरो टर्न है अब म हल्का यो बिहे भनेको के हो र के हुन्छ यसमा एडभान्टेज एन्ड डिसएडभान्टेजको बारेमा हल्का म तपाईँलाई दिन्छु मतलब एउटा दिन्छु भने एउटा स्पिच दिन्छु है मतलब तपाईँले धेरै मान्छेको मुखबाट सुन्नुभयो बिहेको बारेमा अब मेरो मुखबाट सुन्छु मेरो कस्तो उ छ मेरो कस्तो मेन्टालिटी छ बिहेको बारेमा त्यो भन्छु है म अब हजुरलाई अब तपाईँलाई थाहा नै छ होइन अब कुनै पनि कुराको दुईवटा एउटा एडभान्टेज अन्त डिसएडभान्टेज हुन्छ नि बिहेको पनि त्यस्तै हो अझ चाहिँ मेरो दिदीको बिहे छ है यसको एडभान्टेज पनि छ डिसएडभान्टेज पनि छ अब एडभान्टेज भनेको त अब मान्छेहरूको भेटघाट हुन्छ है मतलब 1 वर्षसम्म नभेटेको 2 वर्षसम्म नभेटेको मान्छेहरूको भेटघाट हुन्छ है गाली लगाउनु ला कस्तो रहेछ यार एडभान्टेज हुन्छ मतलब भेटघाट हुन्छ होइन दोस्रो अनि रमाइलो हुन्छ अब यस्तो यो चाहिँ डिसएडभान्टेज चाहिँ दिदी अब के हुन्छ भने छोरी बच्चैबाट सँगै पाएको बसेकोलाई अब घरबाट बिदाइ दिनुपर्छ त्यो नराम्रो कुरा हुन्छ त्यही हो मेरो त्यही छ मेरो मनमा म त्यही भन्छु थ्याङ्क यू अब अरू के भनौँ अरू केही छैन धेरै मान्छेबाट सुनिहाल्नु म तपाईँले है लास्ट काम चाहिँ तपाईँ लास्ट काम कुर्ता पनि मुसलमान जस्तै देखिरहेछु आएर भयो त्यही ल काम अब केही छैन मलाई भन्न डुकुर हो डुकुर हो